हाम्रो चाहिँ यहाँ ठुलो मम्मीले सेलरोटी पकाउनको लागि आगो पनि रेडी पार्नु भइसक्यो। आगो 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 यसमा चाहिँ अब हामी सेलरोटी पकाउने हो। सेलरोटी हाम्रो चाहिँ यहाँ कराई पनि तातिसक्यो। ठुलो मम्मीले तेल हाल्दै हुनुहुन्छ। वाह, न्यू टेक्निक ठुलो मम्मीको। म चाहिँ अब लक्ष्मी पूजाको लागि रेडी हुन्छु। ठुलो मम्मी त्यहाँ बनाउँदै हुनुहुन्छ सेलरोटी। मम्मी बाख्रा जानुभएको छ, आउनुहुन्छ। अब म रेडी हुन्छु लक्ष्मी पूजाको लागि। माला पनि हुनु छ। म चाहिँ रेडी पनि भइसकेँ। दाइ हाँसी उता। म चाहिँ रेडी पनि भइसक्यो होइन। उता ठुलो मम्मीले के गर्नुभएको हेरौँ जाउँ यता। ठुलो मम्मीले के गर्नुभएको छ। म त रेडी भइसकेँ। रेडी भइसक्यो। अहिले म तपाईँलाई मेरो देखाउँछु। दाइलाई क्यामेरा खिच भन्दा ठुलो मम्मीले त रोटी पनि बनाउने यसो गर्नु भइसकेको छ। हाम्रो यसलाई भन्छ सेलरोटी। सेलरोटी भन्छ यसलाई, सेलरोटी। अझै पकाउन बाँकी छ है। हाम्रो चाहिँ भर्खर सुरु गर्नुभयो ठुलो मम्मीले। ठुलो मम्मी बिचरा यस्तो घाममा, बिचरा ठुलो मम्मी। ठुलो मम्मी सिधा हेर्नु नै यति चाइनिज है। हम चाइनिज मलाई आन्टीहरूले चाइनिज भन्छ क्या, त्यही भएर। अब चाहिँ म लक्ष्मी भगवानको सयपत्री भनेको के हो भन्नु होला। सयपत्री भनेको नचिने मान्छेहरूले यो सयपत्री भनेको। अब यसको म लक्ष्मी भगवानलाई माला उन्नु छ। को आयो उताबाट? उताबाट को आयो? को आयो उताबाट? ए नानी आइज भाइ। नानी र मम आउनु भएछ। म त भिडियो बनाउँदै हो। ए आफू त यस्तो ए चाहिँ हाम्रो दाइ हो। हेलो, हम चाइनिज है। आन्टी हम चाइनिज आन्टी। हाम्रो चाहिँ अघि ठुलो मम्मीले बनाउनु भएको थियो है। ठुलो मम्मी अहिले माइजूले बनाउँदै हुनुहुन्छ। माइजू जाली ल्याउनु भन्छ। ल भौजी ए हाम्रो मम्मी नि आइसकेछ। म नदेखेको मम्मी कतिखेर आउनु भयो? दाइको न्यू टेक्निक हो यो। हाम्रो सेलरोटी हाल्ने कस्तो छ रोटी भन्नु। टेस्ट खानु न। मिठो छ। मिठो छ। म पनि खाने हो। अब हाम्रो माइजूको रोटी। माइजूको रोटी होइन है। हाम्रो माइजू त हेर्नु। माइजू फेस देखाइदिनु। फेस फेस यस फेस और रोटी। रोटी ऐसे बनाते हैं गाइज। देखिए सब लोग, ये नेपाल का राष्ट्रीय रोटी है सेलरोटी। त्योहार दिवाली का। उता भन्छ कि सेलरोटी भने कस्तो हुन्छ। खोज्नु मन अलिक चाहिएको छ रोटी। ल हामी दिनु न। सोलो गराएर बनाउनु रोटी त टिकटकमा आगोमा बनाउनुपर्छ। रोटी चाहिँ कहिले पनि ग्यासमा बनाउनु हुँदैन है। रोटी ग्यासमा कहिले पनि हुँदैन, आगोमा बनाउनुपर्छ। आगोमा बनाएको सेल एकदम मिठो हुन्छ। टेस्टी टेस्टी। ठुलो पनि खान लाग्नुभयो। मिठो छ है ठुलो। डेनी कैसा है रोटी? अच्छा है। नानी है नानी। नानी
के खाएको सेलरोटी नाकमा लाउने सेलरोटी नाकमा लाउने रे इधर देखा इधर उधर नहीं इधर इधर देखो इधर हमको भी आता है के पाउँछ नन तिमीले के खाएको होइन कोकसँग एउटी मिठो सेलरोटी हामी चाहिँ मामाहरू एकदम टाढा माइजूले कस्तो हेर्नु माइजूले हाम्रो मामाहरू चाहिँ एकदम टाढा कि एकदम टाढा एउटा झ्यालबाट यसो आँखा यसै निदा थापे नि टिका लगाउनु मिल्ने कि लास्ट टाढा हाम्रो मामाहरू छ अनि भर्खर आइपुग्यो हामी चाहिँ होइन यहाँ मम्मी मम्मी त्यहाँ छ ल बस्नु ल मम्मी ठुलो मम्मी म अब हाम्रो मामा हाम्रो मामा त यहाँ पो रहेछ हेन्डसम मामा हो हेन्डसम मामा टिभी हेर्नु भएको त्यहाँ हेन्डसम मामा बोलियो मामा दिस इज माई मामा घर आज हामी भात खानाको भात गाइस भात ओए हामीसँग क्यास छैन अनलाइन हो अनलाइन हामी धनी मान्छे अनलाइन हो हामी चाहिँ आमा छोरी बाटोमा हो नानी नानी पटके नानी हाम्रो चाहिँ यो गाउँ हो यस्तो झिलिमिली बनाउँदैछ गाउँमा मामा कैसन बा हामी चाहिँ पसल आइसक्यो ठीक बा हामी चाहिँ अब पट्का पट्काउने सुरु गर्दैछौँ है गाइस पट्का माथि बत्ती कान्छी छोरी तिमीले त्यस्तो गर्नुहुन्छ पुरा त्यो बेन्चिने लतारेर के हो रे कान्छी त्यो पुरा बेन्चिने लतारेर के गर्नुभयो यहाँ के गरे तपाईँहरू खाँदा है हामी नि माइजू नानी कस्तो उज्यालो नकेर न हामी चाहिँ भात खानाको बादमा चाहिँ अब चाहिँ हामी खाना खान लाग्यो है मम्मीहरू चाहिँ माइजूहरू ठुलो मम्मी चाहिँ पछि खानुहुन्छ नानीहरूमा चाहिँ खाना खानु नानी उता खा म चिकन केमा फोन गर्नु पर्छ मोमो अर्को मोबाइलमा मेरो मोबाइलमा हैन ममको पापड अनि यो पनि खस्यो मम्मीले मलाई के भने भन्नु माइजू भाग्यो भान्जी त हात धोएर भनेको के भनिर नातिनीले के रे नधुने रे नातिनीले लौजा हुन्छ रे हाम्रो चाहिँ भात हाम्रो चाहिँ मामा म दाई नानी भात खाइसक्यो मम्मी माइजू ठुलो मम्मी भएको छ म यति गोरी मम्मी किन यति झन् भन्दा गोरो उल्टो भने है उल्टो मम्मी र माइजू चाहिँ एउटै हो है छाला बिचरा मेरो मम्मी तपाईँ नि अनि के अन्त नि हामी त दिन रात जाने बाख्रा चलाएर हिँड्नु पर्यो घाममा के अन्त यस्तै हो
मम्मी त बस्नु भएको भात खान रेडी भएर माइजू काम गरेर बिचरा यस्तो भयो कि त्यही भएर हात जान लाग्यो त्यही भएर म हात धोएर जान लाग्यो मलाई यहाँ नमान्दै भा हो ल बजारै आमा अब चाहिँ आज लक्ष्मी पूजा पनि सिद्धियो मामा घर आएर 3 जना दिदी बहिनी भात खाँदै हुनुहुन्छ यहाँ एकजना देखेछ तर 2 जना चाहिँ देखेन है अध्यारोमा मेरो माइजू भात पनि देखाउनु यता नदेखाउने बाटामा छ के ए बाटो मलाई यस्तै मन पर्छ क्या भाडा बट्ट मन पर्छ अब हामी राखेको बाई बाई ल अबे इनमा लो चोले छि पापड छ पापड म खाना पकाउँछ यसले ल बाई बाई गुड नाइट यता देखाइ क्या भौजी देखाइ नि मन त बहिनी ल्याउनु तिम्रो भिडियो त सबै हाच्छ्यौ कि हाच्छ्यौ निस्क्यो होला है भौजी अब छोरी के हेर यतापट्टि गएर प्रिन्सा के हो नानी नानी मोल हेरेर बसिरहेको कान्छी छोरी ल हेर बाई 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 गुड नाइट अब मामा दाई के भन्नुभयो मामा दाई टिभी हेरे मामा टिभी भन्नुभयो गुड नाइट